छिर्दिउँ न भनेर सोचिरहेको छौँ। अब यस्तै छ, अब हामी टक्क परिवारलाई ढाँटेर अहिले हामी जिरिक हुन गइरहेको छौँ गाइज। अब हाम्रोतिरको बाटो हेर्नुहुन्छ भने यस्तो छ, एकदम डबल लेनको बाटो, काठमाडौँको भन्दा हाई लेभलको। हामी हिँड्न चाहिँ सुरज, सुमित, यता दिदी, बुढी, छोरो सानो सब मिलेर टक्क घुम्न हिँडिरहेको छौँ। फ्यामिली टुर यस्तै छ होइन। अब हामी दिल्ली भ्लगदेखि बिजनेसदेखि मेकानिकदेखि सब अपडेट गरेको छौँ। सब्सक्राइब हामीले होला प्लिज, सबै सबै सबै। अब यहाँ अब हाम्रो भ्यू मात्र हेर्नु होला तपाईँहरू। भ्यू यस्तो भ्यू हेर्नलाई चाहिँ दोलखाई आउनुपर्छ, नभए काहीँ सम्भव छैन। ल यस्तै छ, हामी अब महिना पोखरी बजार पुग्न आँट्यौँ। ल गाइजहरू यस्तै छ, यो चाहिँ म हो। मेरो घर चाहिँ गोपी खोला, तामाकोसी, सीताराम बेटीको छोरो हो म, जलदेवी क्रसरको ओनर। अब सबैजना चिनिराख्नु होला, हामी डेली भ्लगमा अपडेट हुनेछौँ। हाम्रो एडिटर चाहिँ भइसक्यो। अब हामी एकदम बडा मेहनतको साथ अगाडि बढ्ने सोचिरहेको छौँ गाइजहरू। हामी अब प्लानिङ छ हाम्रो यो अहिले हिँडिरहेको बोलेर चाहिँ कान्छो मामाको, कान्छो मामा भने चाहिँ फेरि यो काले भाइको बाबु। अनि हाम्रो कान्छो मामा चाहिँ फेरि यस्तो खतरा मान्छे हो, हिमा भाइरोको मेकानिकल इन्चार्ज, कडा मान्छे हो कडा। हामी शान्तिको मान्छे चाहिँ होइन फेरि गाइजहरू। अब फेरि हाम्रो सुडर भाइ यहाँ छ, यो चाहिँ यहाँ सुडर भाइ हो फेरि हाम्रो। गाडी घोडाको सुडर फेरि यता छ, यो गाडी घोडाको सुडर हो। यहाँ 101 छ है गाइज, हामी 101 छौँ। अब यहाँ भ्यू हेर्नुहुन्छ भने चाहिँ फेरि दोलखाको भ्यू, दोलखाको भ्यू हेर्नु चाहिँ यस्तो भ्यू कहीँ आउँदैन गाइज, कहीँ आउँदैन। यो पाउनलाई चाहिँ तपाईँहरूले दोलखाई टेक्नुपर्ने हुन्छ है। यो देख्न चाहिँ तपाईँहरूले दोलखाई टेक्नुपर्ने हुन्छ। 101 छ, 101 यहाँ 101 छ गाइज। ल अब यस्तै छ होइन। अब के हेर्ने हो त भ्यू चाहिँ। ल दामी छ है भ्यू गाइज। हामी अब चाहिँ मैना पोखरी इन्ट्री हान्दैछौँ है। टक्क अब मैना पोखरीको इन्ट्री हेर्नु होला, दामी छ दामी। यो ठाउँ चाहिँ लगभग हे भने अब स्विजरल्यान्डै भन्छ भन्न त। अब यो ठाउँहरूलाई स्विजरल्यान्डै भन्छ भन्न त, त्यही पनि हेर्नु न तपाईँहरू नै अब कस्तो बबा छ। अब फेरि यो ठाउँ मात्र होइन, हाम्रो यहाँ मान्छेहरू राम्रो पाउँछ। हाम्रो त फेरि ठाउँ मात्र होइन, केटीहरूदेखि सबै सबै बबाल पाउँछ। अनि अब हामी यहाँ चुस्स एकचोटि मैना पोखरी छिरेर जान्छौँ। यो चाहिँ मैना पोखरी बजार हो। ल बजार क्षेत्रमा कति सीमित गर्नु होला। यो चाहिँ तामाकोसी बजार। ल यो चाहिँ रमाइलो गाइज, एकदम दामी दामी यही हो त मैना पोखरी बजार चाहिँ यही हो गाइजहरू। अब हामी यहाँ तपाईँहरूलाई मैना पोखरी बजार देखाउँछौँ। ल केटा गाडीमा उता हाल त। ल अब हामी मैना पोखरी आइपुग्यौँ। केटाहरूले एकैछिन बस्छ। ल अब एकैछिन हामी यहाँ 5 मिनट जति बस्छौँ। ओइ केटा चुरोट किन्नु त, उहाँ छ अहिलेको पैसा यहाँ छ। ल अब हामी चाहिँ मैना पोखरी बजार आइपुग्यौँ। यहाँ भाइहरूलाई चुरोट किन्न लगाएको। मैना पोखरी बजार यही हो है, राम्ररी हेर्नु यस्तै त हो नि। मेरो हातले चाहिँ किन छेक्यो भन्ने कुरो हो। यो हातले गर्दा चाहिँ अलिकति धेरै नै मिस्टेक भयो। यो चाहिँ हाल्नु ल ल छिटो न छिटो किनेर अब गइहाल्नु त यहाँबाट। ल यही हो बजार चाहिँ, हाम्रो गाडी चाहिँ यही हो। केटाहरू चार्जमा सबै बोलाएर कता कता हिँडिरहन्। ल ए गाइज अब हामी एकैचोटि खावाको डाँडामा गएर भेट्छौँ है त। ल हामी चाहिँ बल्ल बल्ल 2 घन्टा लाएर यहाँ आयौँ। यहाँ केटाहरू मस्त पटेका पड्काउँदैछन्। तपाईँहरू आउनुभयो भने यहाँ रिग्रेट चाहिँ मस्त हुँदैन। नाइट क्याम्पको लागि सिन मात्र हेर्नु नि, सिन मात्र हेर्नु। ओहो अझ यहाँको पोखरी त यस्तो बबाल छ टक्क है होइन। तपाईँहरूलाई जे होस् रिग्रेट हुँदैन, सिनहरू हेर्नु त। ल हामी पनि टक्क है परिवार बुढी छोरछोरी दिदी सिदी सब आएर यहाँ पटेका पड्काउनेदेखि 101 हुँदैछ। खै पड्काउँदैनन् क्या केटाहरूले। ल यिनीहरूले चाहिँ पड्काउन नि सकेनन्, यिनीहरूले मेरो नि बिजे धाने है त। यिनीहरू पड्किन्छ भन्छ पड्किन्छ। ल अहिले चाहिँ दामी पड्काइदियो केटाहरूले। आधी टोली यहाँ टक्क आएको ताप्दैछन्। ल यस्तै हो यहाँ हाम्रो कालेडन। के छ भाइ ठाउँ कस्तो लाग्यो त? होइन अब केटाहरू आलु बम पनि लिएर आउँछन् रे। म यहाँ सामान रेडी बनाएर अनि आलु बम ल्याएपछि फेरि एकचोटि अन गर्छु नि त। हाम्रो गाडी अलिक पर छ नि त, त्यही भएर हो। ल अब यहाँ पढेको के अरे के बम ल्याएको रे तिमीले? आलु बम लिएर आएको। यो आलु बम त फेरि यस्तो खतरा पड्किन्छ होइन, डेन्जर यस्तो हुँदो रहेछ। बब्बाल पड्किन्छ। तिमी रेडी गर, म लिएर तर मलाई कसम यो भ्यू चाहिँ यति मन परिन्छ। त्यही माथि यो आगो यहाँनिर रमाइलो यति छ मैले बयान गरेर साध्य छैन। अब यहाँ अर्को पटेका के बोतलवाला राखेर पड्काउँछ रे केटाहरूले।
पड्का न भाइ किन डराएको मुटु छैन क्या हो ओ नाइस पड्काइदियो मेरो भाइले आमा कसम दामी पड्काइदियो ल अब आलु बम पड्काउँछ है केटा अब आलु बम बनाउँछ है केटाहरूले ल ओ कसले पड्कायो ल भाइ आलु बम पड्काइदियो त बब्बा तर यो ठाउँ हेर्नु न ओ कस्तो चिल हानेको मलाई म अझै एकचोटि तपाईँहरूलाई पछि देखाउँछु ल ल दामी पड्किन्छ ल हेर्नु ल ओ नाइस पड्किदिरा ओ केटा हो तिमीले खतरा पड्काएको है ल तर मलाई चाहिँ तपाईँहरूलाई अझै यही सिन देखाउन मन छ क्या हेर्नु न ल यो पोखरी ट्याक्क होइन डाँडामा ट्याक्क यो त्यहाँ माथि फेरि यता पनि यस्तो बबाल सनसिटहरू अनि यहाँ ट्याक्क डाँडा साँडा जे होस् बबाल लाग्यो केटाहरू कोही यता बम पड्काउने बियर हान्ने कोही क्याम्प फायर हान्ने यता छ यो बुढी किन रिसाएको तिमीले एकदम राम्रो भएर आमा छोरा त्यहाँ बसिन्छन् ल तिमीहरू चाहिँ के गर्दैछौ तिमीहरू छिटो छिटो गर्छौ ल गर तर गाइस अबदेखि डेली मेरो भ्लग र नयाँ च्यानलबाट अपडेट हुन्छ हेर्ने जतिहरूले एकदम सहयोग गर्नु बब्बाल बब्बाल यो मेरो फर्स्ट भ्लग हो फर्स्ट भ्लग नो एडिटवाला भ्लग हो अब तपाईँहरूले साथ दियो भने बब्बाल बनाउँछु म ल केटाले हान्छ अरे फेरि ल है अब चाहिँ म नजिक बसेर बनाइदिन्छु ल तपाईँहरूले पनि बब्बाल देख्छ नि त ओ दामी पड्काइदिएको यो त अनि त यो त म्या गनको त्यो मिर्गमा हान्ने गनको मिर्गमा हान्नु पर्छ ल खै के भन्छ अरे के भन्छ यो त डेन्जर हुँदो रहेछ नि गाई त्यही हो अब हामी पनि जानुपर्छ ल एकदम जाडो भयो हामी जाँदैछौँ ठाउँ कस लाग्यो त ल केटा हो तिमीलाई ठाउँ कस लाग्यो केटाहरू फेरि चिरोटले छ ल सबैलाई ह्याप्पी तिहार अबदेखि सधैँ भ्लग आउँछ सबैले हेर्ने जतिले सब्सक्राइब भन्नु होला सबैलाई चुप्पा ल अझै घरतिर आएको होइन हामी अझै हिँड्नुपर्छ छैन के छुट्यो होला र के त छुट्याएन यार मेरो त दुईटा फोन छ त्यो भन्दा के चाहियो मलाई बिर्सेर कहाँ गइदियो अब अघि गाखेको कहाँ ल ल घरतिर लानुपर्छ होइन टक्क यही हो यस्तै छ जो खत्रै रमाइलो भएको छ अनएक्सपेक्टेड अनबिलिभेबल ल है गाइस हामी चाहिँ जिरी आइपुग्यौँ अहिले ऊ त्यता दाना चाहिँ अल्छिरहेको छ त्यहाँ स्पिकर सिक्सियो बज्दैछ जिरीमा अब हामी चाहिँ यहाँ खाजा खाने कि भनेर बसेको यस्तै छ जिरीको माहौली बबाल छ है गाइस ल बबाल जिरी भनेको हेभन हो क्या गाइस घुम्न चाहिँ एकचोटि एकदम जसरी नि नाइट भ्यू वा दामी आइरहेछ हामी चाहिँ गाडी लिएर हिँडेको अब हामी चाहिँ यसो खाजा खान लगेको अब यसो रेटुल सेटुल खाएर टक्क घुम्न जिरीमा चिल हान्दै टक्क यहाँ रमाइलो हेर्दै हिँडिरहेको हामी ठिकै छ जिरी बजार नि नट अ ब्याड अनि हाम्रो टोली चाहिँ यहाँ छ ए गाडीको ढोका है हाम्रो डन्ने यहाँ छ तर यो पालिको तिहार जस्तो रमाइलो गाई चाहिँ केही भएन बब्बाल भयो बब्बाल सबैभन्दा बेस्ट यस्तो अब यहाँ मैना पोखरीको पनि रमाइलो हेर्न पाइन्छ नाम्री पनि कस्तो हुँदो रहेछ होइन म टक्क देखाउँछु यहीँ त होला नि खाजा भनेको ओ थुक्पा भनेको यहाँ हो केटो सुमित ए यहीँ भनेको र त थुक्पा के भन्यो खोइ के छ खाजा हो दाइ के अरे के केमा छ सुकुटी थुक्पा सुकुटी थुक्पा पिरो चाहिँ छुट्टै काटेर ल्याउँ ल खाने मात्र खान्छ नि त अब सुकुटी थुक्पा टक्क धानेर होइन रेडुल पनि लिएर आउनु एक एउटा 30 स्लाइस कतिजना एकजना दुईजना तिनजना 4जना 5जना दाइ स्लाइस तिनवटा जति 4वटा जति रेडुल ल्याइदिनु ल गिलास हालेर ल्याइदिनु ल यहाँ सब क्युआर हालिरहेको छ अब रेडुल खानु भयो अलिअलि एङ्गल बिग्रियो होला अब यो एङ्गल चाहिँ पसल भएर अलिकति पहिला काम गर्न मिल्दैन अब यस्तै त अनि ल है हामी चाहिँ मैना पोखरी आइपुग्यौँ हाम्रो चाहिँ यहाँ मैना पोखरी आउने बित्तिकै गाडीमा ब्रेक तातेर काले भाइ हेर्दैछ के पछाडिको तातो भएको छ ब्रेक गाडीको ब्रेक तातो अनि यसो यता नि बस्नु न भनेर बसेको हामी चाहिँ अनि यहाँ पनि झिलिरी सब दामी छ ए 101 सब रिजहरू पनि यता पनि ए झिलिरी रमाइलो हाम्रो ग्रुप पनि यहाँ हेर्दैछ
देउसी भैलो खेल्ने टिम भएको भए नाच्ने भनेर नि बस्या हो ब्रेक तातेर नि बस्या हो अब हाम्रो टोलीहरू यस्तो गर्दैछन् यो चाहिँ मैना पोखरी बजार तर हेभन छ क्या कसम भने ल जिरीदेखि त्यो भिडियोदेखि यो मैना पोखरी बजारहरू सब हेर्नु न ल ओहो दामी छ खास हामी यहाँ बस्नु मकसद पनि ब्रेक तातेर हो यस्तै छ टिआरएस पालिको जस्तो रमाइलो के भन अब ग्रुपहरू चाहिँ हतार गर्दै थिएँ मैले के अहिले जानु भनेर ल हेर्नु है त अहिले थारमा नि म देखाइदिन्छु देखाउँदा त तलतिर जान यहाँबाट हेर्नु है त ल दामी अझ मेरो गाडीको लाइटले छ के ल देख्नुभयो त कडा बनाएको छ यस्तै छ अब नयाँ भग बनाउँदैछु कहिले हात देखिन्छ कहिले के हुन्छ अब फर्स्ट फ्लोरमा अलिअलि मिस्टेक त भइहाल्छ सुध्रिए जाउँला न के छ र गाई अब सब भिडियो डे बाई डे आइहाल्छ टिआरएस पालि एकदम दामी भयो 3 दिन भयो घुमे हो हिजो अस्ति चाहिँ भ्लग बनाउन लालले नबनाएको अब लगभग हामी यहाँ 5 मिनट जति बस्छौँ होला होइन काले बब्बाले रमाइलो हुने बब्बाले रमाइलोको त कुरै छोड्दैन तिहारभरि मध्येको रमाइलो यही हो एडभेन्चर यो पालि तिहारमा चाहिँ सब फेरि हाल्ने अब यहाँ आफ्नो धुनमा छन् यो 5 मिनटमा सेलाउने बित्तिकै जाने हो सिका डान्स सब भ्याइज केटाहरू इन्डियन माग्ने मान्छे कहाँ नि यार तर मलाई यो घरको लाइट र यो यतिकै बबा लाउने गाई है तपाईँहरू साथीले जान्न 17बाट म बनाइहाल्छु नि के गर्नु पैसा नभएर होइन फेरि सब्सक्राइबै छैन के किन्नु भनेर मात्र हो होइन हामी फेरि के भयो लाइटर मसँग छ र लाइटर मसँग छैन होला यहाँ गोजीमा र तल र अब जानुपर्छ होला ओ बसौँ ब्रेक तात्दैन ल अब हामी निस्किन्छौँ के एकछिन देखाउँदै जाउँ त झिलिमे नि तपाईँहरूलाई यिनीहरू बस्न टाइम लाउँछ होला फेरि ल बसौँ केही हुँदैन क्या बसौँ अब सेलाइसक्यो बस र अहिलेलाई यति पनि अहिलेलाई गएर तास खेले पनि देउसी भैलो खेले पनि हामी बिदाइ गर्नलाई फेरि एकचोटि भेट्नेछौँ अब बिचमा नगरिकन भाइले पड्काइरहेको टक्क लाएर